मंगलबार जन्मिने व्यक्ति टाठा हुन्छन्, एनर्जेटिक हुन्छन्, पौरखी हुन्छन्, संघर्षशील हुन्छन्, यसै पनि कुनै पनि काम गर्न सक्दिन भन्ने खालको क्षमता यिनीहरुमा हुँदैन। हरेक काममा अगाडि बढ्न सक्ने खालको, अरूलाई रिजाउन सक्ने खालको छुट्टै किसिमको पावर लुकेर बसेको हुन्छ। रिसमा यति रिसाहा हुन्छन्, ठ्याक्कै नाकको टुप्पोमा गएर रिस बसे। तपाईले सम्झाएरै सक्नुहुन्न कि केही गरे पनि सम्झाएर सक्नुहुन्न। तपाई अलिकति यति साउन्ड बढाएर तपाई बोल्नु भएको छ, चर्को आवाजले बोल्नु भएको छ भने ठ्याक्कै त्यसको तिर्बल बोलिदिन्छन्। यति चर्को तरिकाले बोल्छन्, यति रिसाहा हुन्छन् कि यो रिस त साँच्ची भन्नुपर्दा जसले भोगेको छ, जसले चाहिँ मंगलबार जन्मिने व्यक्तिसँग संगत गरेको छ त्यसलाई मात्रै थाहा छ। एक नम्बरमा चाहिँ रिसाहा भनेको मंगलबार जन्मिने व्यक्ति हैन। कामको लागि पछाडी पर्दैनन्, आफ्नो जिम्मेवारी पनि राम्ररी बुझेका हुन्छन् हैन। पत्नीलाई गर्ने माया, आफ्नो श्रीमानलाई गर्ने माया, परिवारलाई गर्ने माया, सबैलाई माया गर्न पनि जानेका छन्। तर रिसमा पनि त्यतिकै जसरी माया गर्न जानेका छन् त्यसको डबल तिर्बल रिस देखाउन पनि जानेका छन् हैन। तपाईलाई चाहिएको छ खर्च गर्नको लागि पैसा दिन्छन्, दुखी पनि बनाउँदैनन्। तपाईको अन्तरात्माको दुःख बुझ्ने पनि गर्छन्। तर मंगलबार जन्मिने व्यक्तिको दुःख बुझ्ने मान्छे कोही पनि हुँदैनन्। यिनीहरू चाहिँ एकदमै ठूला बडाको दर्जामा पर्छन्, धेरै धन सम्पत्ति कमाउँछन्, सानै उमेरमा नै घर जमिन जग्गा जोडेर करोडपति भएको पनि हामीले देखेका छौं। मंगलबार जन्मिने व्यक्तिले कलियुगमा अत्यन्तै राम्रो तरिकाले राज गरेर जीवन गुजारेका हुन्छन्।